हेलो साथी, के छ? ठिक छ? यहाँनिर फोटो चाहिँ ल हामी चेकआउट गर्दैछौँ। अब चाहिँ गऱ्यौँ, लगभग गरिसक्यौँ। अब माथितिर जाने प्लान। हेरौँ बाटो कस्तो छ। हिजो चाहिँ बाइक फेरि पार्किङ गर्दा गर्दै आफै ढलेर स्ट्यान्ड यस्तो भएर हामी बसेको चाहिँ यहाँ। राम्रो रहेछ ठाउँ त, ठाउँ चाहिँ राम्रो रहेछ। यहाँ आउँदै हुनुहुन्छ म्याडम, मेरो सङ्गत गरेर दुःख पाएँ भन्दैछ होला। त्यो दिन चाहिँ हामी बिहानै बेनीमा ब्रेकफास्ट खाएर हामी जोमसोम जाने तर्फतिर हामी लाग्यौँ। तपाईँहरू देख्न सक्नुहुनेछ, यो चाहिँ बेनीबाट अलिकति माथि पुगिसके पछाडि कहिले झरनाहरू, पहाडहरूको त्यो दृश्य हेर्दै हामी माथि हामी जान लागेको थियौँ। तपाईँहरूले देख्न सक्नुहुनेछ पहाडहरू, ठुला पहाडहरू देखिन्थ्यो। अनि त्यो दिनको वेदर चाहिँ एकदमै क्लियर थियो। अनि हामी जाँदै गर्दाखेरि चाहिँ वेदर एकदम क्लियर थियो। अनि बाटोहरू चाहिँ यस्तै हो सबै ठाउँमा, त्यस्तो धेरै अफरोड पनि होइन अनि पिच भन्नु त्यस्तो पिच पनि होइन। तर भ्यू चाहिँ माथिसम्मै पुग्दाखेरि एकदम राम्रो भ्यू। जति माथि गयो त्यति रमाइलो, नै भइराखेको थियो। अनि अघिसम्म डाँडाहरू देखिँदै थिए, अब चाहिँ बिस्तारै त्यो हिमालहरू देखिँदै जान्छ। हिमालहरू हेर्दै जाँदाखेरि हुन्छ नि त्यो मन नै आनन्द लाग्ने हुन्छ। अनि यो चाहिँ जति माथि गयो त्यति रमाइलो हुँदै जान्छ। अब जस्तै हिमालयले अलिकति भए पनि टाढा देखेको छ, तर जति माथि गयो त्यो हिमालहरू चाहिँ अझ नजिक आउँदै जान्छ। त्यो चाहिँ मलाई एकदम रमाइलो लाग्यो। ल अघिभन्दा अलिकति नजिक लाग्न थाल्छ। अब यो क्यामेरामा भन्दा पनि त्यहाँ रियलमा हेर्दाखेरि चाहिँ अझै रमाइलो हुन्छ। अनि बाटोमा सानो झरनाहरू त कति हो। यहाँ पनि एउटा झरना देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ पनि तपाईँहरूले एउटा झरना देख्न सक्नुहुन्छ। यो झरनाको नाम चाहिँ थाहा छैन, तर यो पनि राम्रो थियो। मान्छेहरू बसेर फोटोहरू खिचिराखेको थियो। हामीहरू चाहिँ अब सिधै माथि नै चाँडो पुग्नुपर्छ भनेर हामीहरूले त्यहाँ बसेनौँ। हामी सिधै गयौँ माथि नै। यहाँभन्दा अलिकति माथि पुगिसके पछाडि त रोडहरू पनि एकदम राम्रो छ। अनि यस्तो ब्रिजहरू पनि कति धेरै छ। मान्छेहरू त्यहाँ बसेर पनि फोटोहरू खिच्ने कामहरू गरिराख्दो रहेछ। त्यो ओभरअलमा एकदम रमाइलो हुन्छ। खोलाहरू पनि देखिन्छ, पहाडहरू देखिन्छ, अनि त्यस पछाडि हिमालहरू फेरि त्यस्तै देखिने। पहाडहरूको बिचमा हिमालहरू, पर हेऱ्यो भने झरनाहरू पनि देखिराखेको हुन्छ। झरनाहरू कति हो। अब यहाँबाट चाहिँ अलिकति अफरोड छ। यो चाहिँ अब अफरोड भन्नाले यति नै हो। यहाँबाट अलिकति अफरोड छ, त्यस्तो धेरै डरलाग्दो अफरोड होइन, तर हुन्छ नि। अफरोडहरू थोरै छ, त्यस पछाडि फेरि राम्रो रोड छ। त्यहाँ चाहिँ बेसी हावा लागेर होला भिडियोहरू बनाउँदै गर्दाखेरि, बाइकमा भिडियो बनाउँदै गर्दाखेरि चाहिँ
बोलेको कुराहरू केही पनि नसुनिने रहेछ। हावाहरू पनि लाग्ने प्लस बाइकको हावा गर्दाखेरि त बोलेको कुराहरू केही पनि नसुनिने रहेछ। त्यो भएर अनि हामीले यसो विचार गर्दाखेरि बरु पछि भोइस ओभर गर्दाखेरि नै राम्रो हुन्छ जस्तो लागेर अनि मैले पछि भोइस ओभर गरिराखेको छु। यो चाहिँ त्यो बाटोको बेस्ट भनौँ न, अब त्यो रूपसे झरना भन्छ यसलाई चाहिँ। अनि त्यहाँ मान्छेहरू त फोटो खिच्न त जहिले जुन टाइममा गए पनि फोटो खिचेरै बसिरहेको हुन्छ। अनि यस्तो दामी थियो, त्यस्तो दामी थियो। अनि यो ठाउँ चाहिँ हेर्दाखेरि हेर्नुहोस् न केही पनि छैन होइन, हेर्दाखेरि केही छ तर होटल हो। यस्तो मिठो पाउने रहेछ खाना, हामीले चाहिँ इमेजिन नै गरेको थिएन। किनकि छेउछाउमा अरू होटलहरू पनि त्यस्तो भेटेको थिएन। अनि मैले चाहिँ यता अरू गाडीहरू पनि रोकिराखेको थियो। अनि सायद अब मिठै पाउने भएर त रोकेको होला नि भनेर चाहिँ गएको। मिठो रहेछ। हाम्रो अनिता, म चाहिँ पुरा टायरको हावा चेक गर्दैछु। म चाहिँ टायरमा हावा अलिकति कम छ जस्तो लागेर हेरेको, अलिकति कम पनि भएको रहेछ। यहाँको खाना चाहिँ हामी मुस्ताङबाट फर्केर आउँदा पनि हामी यही ठाउँमा आउँछौँ। यस्तो मिठो लागेको थियो खाना चाहिँ, पुरा घरकै खाना जस्तो मिठो भएको थियो यहाँ चाहिँ। अब अनिताले समेत 2 चोटि थपेर खाएको भने पछाडि त अब खाना पक्कै पनि मिठै होला। यहाँ हुनुहुन्छ थकानमा, एकदम थकानमा हुनुहुन्छ। अनि रूपसे झरना चाहिँ यहाँ छ। त्यो चाहिँ अर्को पोइन्टबाट रूपसे झरना खतरा है। यो त हिमालकै पानी होला यार है। अब त्यो रूपसे झरनानिरको होटेलमा खानाहरू खाइसके पछाडि चाहिँ अब हामी फेरि आफ्नो बाटो हामी हिँड्यौँ। अब चाहिँ हामी सिधै नै जोमसोममै बसेर जोमसोममै जाने तयारीमा हामी हिँडेका थियौँ। र तपाईँहरू हेर्न सक्नुहुनेछ एकदमै राम्रो भ्यू छ। अब चाहिँ डाँडाहरूको यो भ्यू, अनि त्यस पछाडि हुन्छ नि एकदमै राम्रो भ्यू छ। अनिताले पनि पुरा भ्लग बनाइरहेको छ। सुन्न चाहिँ केही पनि सुनेको थिएन। मैले पनि बाइक कुदाइरहेको छु, किनकि अब त पुग्नुपर्छ, चाँडो पुग्नुपर्छ भन्ने भइराखेको थियो। त्यस्तो ढिला त भएको थिएन, तर बिस्तारै दोस्रो दिन चाहिँ हामी एकदमै बिस्तारै गयौँ, आनन्दले गयौँ। किनकि धेरै लामो यात्रा हामीलाई गर्नु थिएन, बिस्तारै गए पनि पुगिन्थ्यो नै, त्यहाँ आनन्दले पुगिन्थ्यो। अनि बाटोहरू चाहिँ एकदम राम्रो छ। अनि तपाईँहरूले देख्न सक्नुहुनेछ हामीले बाटोको मान्छेलाई सोधेको के हो यो भनेको त हामीलाई खसी भनेर, यो त खसी हो भनेर भन्यो। तर कस्तो पत्यारै लागेन, खसी त त्यस्तो हुनु नपर्ने। गाइज तपाईँहरूलाई त्यो के हो भनेर थाहा छ भने कमेन्टमा पनि भनिदिनु होला। त्यहीँको मान्छेलाई सोधे के हो भनेको त खसी अरे। अब त्यो त खसी त त्यस्तो होइन, हाम्रोमा पाउने खसी त त्यस्तो होइन, खसीको सिङ त त्यस्तो हुनु नपर्ने। अनि ठिकै छ। यो यहाँको सिन चाहिँ एकदमै दामी लागेको थियो मलाई। पहाडहरू हुन्छ नि, यस्तो ठुलो ठुलो पहाड, अनि हिमाल पनि देखिएको होइन। अनि कस्तो दामी क्या। अब यो मोबाइलबाट क्याप्चर नै गर्न सकिँदैन क्या यो। हाम्रो आँखाले हेर्दाखेरि हामीले जस्तो हुन्छ नि, जस्तो दामी देख्छ, मोबाइलमा त्यो क्याप्चर नै हुँदैन, त्यो फिल नै क्याप्चर हुँदैन क्या। हामीले त क्याप्चर गर्न खोजेको मात्र हो, तर त्यो केही क्याप्चर हुँदैन। एकदम इन्जोय गरेँ मैले यो राइड चाहिँ। घरहरू पनि क्या सानो सानो टक्क परेको। सब घरहरू यस्तै खालको है, सानो खालको। रमाइलो भएको थियो। राइड गर्ने हिसाबमा पनि रमाइलो हुने, अनि सबै हिसाबमा एकदम रमाइलो।
अरूभन्दा यो सहरको जाम धुवा धुलो भन्दा चाहिँ टाढा पुग्दाखेरि चाहिँ हुन्छ नि कस्तो वातावरण पनि रमाइलो। वा अनि यो भ्यू त हामी त बसेर फोटोहरू पनि खिच्यौँ यहाँ त। यस्तो रमाइलो भएको थियो। यहाँ हुन्छ हाम्रो राइडर। पहाड खोला नाला बल्छ प्लस यहाँनिर खोलाको बगर। पठाउ बस्ने हो, पठाउ राइडर। हजुर कहाँ पठाऊ? मुस्ताङतिर जानु लागेको हो। हजुर अन्त म सिटमा पुऱ्याइदिन्छु। बाई 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 त गर्नु। केही समयको त्यो रमाइलोपछि केही समयको फोटो सेसन पछाडि फेरि हामी राइडतिर हामी लाग्यौँ। अनि यस्तो राम्रो लागेको मलाई यो भिलेज है। टक्क रोड अनि साइडमा सानो सानो घरहरू, अनि अगाडि हेऱ्यो भने पहाड हिमालहरू, अनि एकदम रमाइलो लागेको थियो मलाई। यो बाटोमै पर्छ, हामी जोमसोमको हामी नजिक हामी आइराखेका थियौँ। यो दृश्य पनि मलाई एकदम राम्रो लागेको थियो। पहाडहरू अब तपाईँहरू हेर्न सक्नुहुनेछ। हिमाल चाहिँ अब यस्तो नजिक छ हुन्छ नि। अघि नै हामीले फोटो खिचेको ठाउँबाट हेरेको हिमाल र अब यो हिमालले हामी एकदम नजिक भेट्टाउँदछौँ। हावा चलेको यो चाहिँ यो रहेको छ स्वादिलो यापल दामी हो। यहाँ लाइभ बसिरहेको छ। छुट्टै आनन्द छ हेर्नु यता। मजा आयो ल। हाम्रो होटेल अलिकति पर रहेछ, हामी परै जाउँ अब। होटेल चाहिँ यस प्रकारको छ। यहाँबाट दामी भ्यू देख्दो रहेछ। वाउ। अनि एयरपोर्ट चाहिँ यहीँ छ। हिमाल चाहिँ दामी देख्दो रहेछ यहाँबाट चाहिँ। यो चाहिँ हाम्रो रुमको बाटोको भ्यू। वाउ, हिमाल चाहिँ दामी हिमाल देख्दो रहेछ। अनि यो दिन चाहिँ हामी जोमसोमको होटेलमा हामी फ्रेस भयौँ। अनि तातो पानीले नुहाइसके पछाडि चाहिँ हुन्छ नि एक प्रकारको फेरि एक्साइटमेन्ट हुन थाल्यो। अनि त्यस पछाडि हामीले मुक्तिनाथ जाने प्लान गऱ्यौँ। अनि यो रोड चाहिँ मुक्तिनाथ जाने तर्फको रोड हो। यस्तो दामी रोड थियो अब के भन्ने, एक्सप्लेन नै गर्न सक्दिनँ म त। अनि जाने बाटोहरूमा त्यो भ्यूहरू हुन्छ नि, पहाडको भ्यू, अनि यो रोडहरू यस्तो हेर्दाखेरि त म कहाँ छु, म अर्कै देशमा छु कि भन्ने जस्तो लाग्थ्यो। हामीहरू चाहिँ दुवैजना एकदम एक्साइटेड थियौँ मुक्तिनाथ जानको लागि। अनि अन्त नि भ्लग गरिरहेको छ। अनि यो बेसी एक्साइटमेन्टको चक्करमा चाहिँ
मैले के मिस्टेक गरेछु भने तातो लुगा लगाउन चाहिँ मैले भुलेछु। मसँग थियो तातो लुगा, ब्यागमा जाडो हुन्छ पनि थाहा थियो, तातो लुगा बोकेर पनि आएको थिएँ। अनि त्यत्रो भारी ब्याग बोकेर आएँ तातो लुगाहरू राखेर, तर मुक्तिनाथ जाँदा चाहिँ बेसी एक्साइटमेन्ट भएर तातो लुगा लगाउन बिर्सेछु। जस्ट एउटा लेदर ज्याकेट अनि भित्र टी सर्ट, पातलो टी सर्ट। अनि अनिता पनि पातलै लगाएर हिँड्न लागिरहेको थियो। मैले चाहिँ फेरि अनितालाई चाहिँ त्यहाँ जाडो हुन्छ भनेर उसलाई चाहिँ तातो तातो लगाउन लगाएँ। तर के भन्ने अब खै, म आफैले चाहिँ पातलो पातलो लगाइरहेको रहेछु। अनि यो ठाउँमा अरू बेलासम्म केही भएको थिएन, यो ठाउँमा चाहिँ यस्तो जोडले हावा चलेको थियो, यस्तो जोडले हावा चलेको थियो। आम्मामा, यो ठाउँमा चाहिँ मलाई अब चाहिँ अलिकति चिसो चिसो लाग्ला जस्तो भइरहेको थियो। अनि मान्छेहरूले भन्छ नि धेरै अलिक खा है, नत्र भए त फेरि हावाले उडाउला भन्छ नि। यो ठाउँमा चाहिँ लिटरल्ली त्यस्तै थियो कि। सानो सानो हुन्छ नि अलिकति 40-45 केजीको मान्छेहरूलाई त हावाले नै उडाउला जस्तो खालको हावा चल्दो रहेछ यसमा चाहिँ। अनि यहाँ अहिले पछि तपाईँले देख्न सक्नुहुनेछ अनितालाई उडाउन खोजे जस्तो भएको छ कि। उसलाई डिसब्यालेन्स भइरहेको छ अनिता समेत पनि, भिडियो गर्नै सकिरहेको छैन। यस्तो हाँसिरहेको थियो, यस्तो रमाइलो भएको थियो यो ठाउँमा चाहिँ। खतरनाक हावा आउँदो रहेछ साथीहरू, खतरनाक। त्यसपछि चाहिँ हामी मुक्तिनाथतर्फ हामी लाग्यौँ। त्यो हावाको जोडले बेसी जलाइसके पछाडि चाहिँ दुवैजनालाई उडाउला जस्तो भए पछाडि हामी त्यहाँबाट हामी निस्क्यौँ। यहाँ यो चाहिँ मुक्तिनाथ निर भनौँ न, मुक्तिनाथ निरको बाटो हो यो चाहिँ। कतिजनाहरू मुक्तिनाथ पुगेर फर्किराख्नु भएको थियो। अनि हामीले बाटोमा हामीले हेर्न सक्छौँ, बाटोमा चाहिँ त्यो एउटा एक प्रकारको त्यो अरेन्ज टाइपको होइन, येल्लो टाइपको फुलहरू पनि हामी देख्न चाहिँ सक्थ्यौँ। तर यहाँनिर क्याप्चर भएको छ कि छैन तपाईँले देख्न सक्नुहुनेछ। यहाँ चाहिँ स्याउको रुखहरू पनि कति हामीले देख्छौँ। अनि यो यल्लो खालको चाहिँ त्यो स्याउको नै हुनुपर्छ। यस दामी छ भ्यू एकदम। जति माथि गयो त्यति दामी, जति माथि गयो त्यति दामी हुँदै जान्छ। अनि यो चाहिँ मैले अघि पनि भने क्यामेराहरूमा चाहिँ हुन्छ नि क्याप्चर गर्न सक्छ। यो चाहिँ मुक्तिनाथ हामी आइसक्यौँ। मुक्तिनाथको बाटो हो, खासमा हिँडेर जानुपर्ने। हामीले चाहिँ बाइक नै लिएर हामी गएको छौँ। अनि यहाँ चाहिँ बाइक लिएर जाँदै गर्दा चाहिँ मान्छेलाई नछुनुहोस्, घोडाहरूलाई नछुनुहोस्, बाइक लिएर जाँदा केही पनि हुँदैन भनिसके पछाडि चाहिँ हामीले बाइक लिएर गएको हो। यदि मान्छेलाई छोएको भइदिएको भए, घोडाहरूलाई छोएको भइदिएको भए 5000 चाहिँ फाइन लाग्छ भन्नुभएको थियो। हामीले बिस्तारै धेरै स्पिड नगरिकन हामी बिस्तारै गयौँ, किनकि हिँड्नको लागि हामीसँग टाइम पनि थिएन। रमाइलो भएको थियो यहाँ पनि, धेरै हिँड्नु परेन। अरूहरू चाहिँ हिँडेरै जानुभएको थियो, धेरैजना हिँडेरै जानु हुँदो रहेछ। अब हामीले चाहिँ रिक्वेस्ट गरेर हामीले बाइक नै लिएर गयौँ। अब हिँड्नै नहुने त होइन। अब यहाँ कस्तो
होसियार साथ जानुपर्ने, किनकि घोडाहरूलाई छोयो मात्र भने पनि 5,000 चाहिँ फाइन तिर्नै पर्ने त्यस्तो रहेछ। अनि यो चाहिँ अब रमाइलो थियो। कति यदि केही सोभिनियरहरू लाने हो भने चाहिँ यो ठाउँमा अलिकति सस्तो पनि रहेछ। अनि केही पूजाहरूको लागि चाहिने सामानहरू हुन्छ नि, त्यो चाहिँ सबै पाउँदो रहेछ। अब सस्तो महँगो त अब खै, अब हुन त हामीले तल किन्दा पनि ठिकै थियो, त्यस्तो महँगो थिएन तल पनि, उस्तै हुनु चाहिँ। तर पूजाको लागि चाहिने सामानहरू चाहिँ मजाले पाउँदो रहेछ, मालाहरू चाहिँ मजाले पाउँदो रहेछ। जस रमाइलो भएको थियो। हामी यो यत्रो धेरै हिँड्नुपर्ने रहेछ, हिँड्नु चाहिँ परेन। तर अलिकति माथि गइसके पछाडि चाहिँ त्यो सिडीहरू छ नि, त्यो चाहिँ हामी हिँड्यौँ, मजाले हिँड्यौँ। अरूहरूले पनि कतिजनाहरूले चाहिँ बाइक नै लिएर आउनु भएको थियो। त्यस एउटा रमाइलो एक्सपिरियन्स भयो यो ठाउँमा जाँदै गर्दा चाहिँ। आनन्दको सपना थियो मुस्ताङ जाने। 1 महिना अगाडिदेखि प्लान हो, मैले गर्दा क्यान्सल भइरहेको थियो। यहाँ पनि आउने भनेर आएको होइन हामीहरू, पोखरासम्म भनेर आएको हो। यो मान्छेले झुकाउँदा मलाई पुस्तकै ल्याइपुऱ्यायो। चिसो भएर चाहिँ यहाँ टोपी लगाएर कपाल यस्तो हात पुत्ला। हावा छैन रहेछ, हावा लागेको छैन, नत्र त मरिन्थ्यो। कहाँसम्म हिँड्नुपर्ने हो यो? जान चाहिँ हामी माथिसम्मै हामी पुग्यौँ, तर फोन अफ भएको कारणले गर्दा हामीले त्यो सबै रेकर्ड गर्न पाएनौँ। त्यस पछाडि चाहिँ हामी जोमसोम बजारमै हामी आएर हामीले रेकर्ड गरेको छौँ। जाडो छ है यहाँ त। हिजोसम्म म चाहिँ अलस परिरहेको थिएँ होइन। आज रमाइलो भइरहेछ है। यता आएपछि चाहिँ म चङ्खो भएको, नभए म हिजो अघि बिहानै घर हिँड्नु परिरहेको। जाउँ यार, बरु यसो खानासाना के हुन्छ केही खानु जाउँ बरु। म कहिले टोपी नलाउने मान्छे यस्तो टोपी लाएर बसिरहेको छु। हाम्रो होली त्यो चलिरहेछ, रमाइलो भइरहेछ है। ल यसरी तिमी पनि यस्तरी गर्छौ, यो त यस्तो त यो भनेको त एङ्गल नै राम्रो आएको हुँदैन नि त। तर यता कतै केही खान्न यार है। यहाँ चाहिँ जोमसम एयरपोर्ट के तिम्रो फोटो यहाँ यस्तो छ है। जोमसम बजार चाहिँ होइन, यतै कतै होला नि उनीहरूको होटल। ल यो बजारमा के पाउँदो रहेछ भनिदिनुहोस् त अनिताजी। यहाँ चाहिँ यस्तो छ है, एप्पलहरू छ, सबै एप्पल
एप्पलको सुकुटी, एप्पलको माडा, एप्पलको क्यान्डी हरेक पाउँदो रहेछ हो? सबै एप्पलकै पाउँदो रहेछ है। जुस एप्पलकै वाइन। ठिक छ। यो बगैँचा एप्पलको रहेछ नि। त्यही भएर मुस्ताङको स्याउ उही कस्तो राम्रो कुन चाहिँ? गेस्ट हाउस है। ल अब चाहिँ हामी खाना खाने ठाउँ यसो खोज्दैछौँ, हेरौँ कहाँनिर पाउँछ। पाउँछ यसो हेर्दा नि मिठो हुनु पऱ्यो नि होइन। एउटा केही चाहिँ लिएर जाउँ न हेर एप्पलको अहिले पछि खाना खाएपछि है। यही छ सबै एप्पल, सबै एप्पलकै। यस पछाडि चाहिँ हामी खानाहरू खाएर हामी आफ्नो होटलतर्फ जाँदछौँ र यो दिन चाहिँ हाम्रो यसरी नै टुङ्गिँदछ। अब थर्ड डेको भ्लग आउँदैछ, तपाईँहरू सबैजनाले हेर्नुहोला थर्ड डेमा हामीले के गर्दछौँ भनेर। हुन्छ, अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुभएको लागि धेरै धन्यवाद। तपाईँहरूले यदि सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनु होला, लाइक गर्नुहोला, कमेन्ट पनि छोडिदिनु होला।